ओखती लगाउँदै गए पुरिँदै गयो अहिले चाहिँ दाग मात्र छ तर चोट चाहिँ छैन क्या दाग त भइ नै हाल्छ त्यो आफूले भोगेको कुरा मान्छेले मुभ अन बिर्सिदेऊ भन्छ नि त्यो ट्रमा बिर्सिन चाहिँ गाह्रै हुँदो रहेछ क्या दाइ साँच्ची हो कसैले पत्याओस् कि नपत्याओस् होइन आफ्नो लाइफको दुःखद छेड हुन्छ नि त्यो चाहिँ सरक्कै त्यो जिरो भएर बिर्सिनको लागि कि अब याददासै जान पर्यो नत्र केही घटनाहरू भयो भने सशक्क भएर अलिकति घोचिहाल्ने अनि कसैलाई केही भोगिदियो भने भनिहाल्ने कसैले कुरा कोट्यायो भने त्यस्तै हुने त्यो भइराख्दो रहेछ अब कतिन्जेलसम्म हुन्छ भन्ने थाहा भएन तर मलाई चाहिँ भइरहेको थियो क्या त्यस्तो चाहिँ भइरहेको हुन्छ एउटा लाइक भाइलाई के लाग्छ अब हुन त एल्नाले धेरै ठाउँमा आफ्नो अभिव्यक्ति दिइसकेको छ सम्बन्ध किन टुट्यो भनेर तर यही कारणले चिन्नु छोडाएको छैन अहिले पनि के एउटा इन्टरभ्यूमा जाँदा कहिले कुटाइको मात्र हुनसक्छ कहिले धेरै शङ्खाको यस्तो मात्र कुरा खोल्नु भएको छ कि उहाँले खुलेर यो भन्न सक्नु भएको छैन अब परिवारको हिसाबले कुरा त सेयर भएको होला दिदीभाइको नभएको नि थाहा पाइहाल्छ है के होला कारण मेन सम्बन्ध दुईजना बिचमा अथवा भनौँ न अब सपना बुन्या हो नि त अब त अथवा सात फेरो लगाएको हो नि त सिन्दुर लगाएको हो नि त त्यो सम्बन्ध किन टुट्यो जस्तो लाग्छ भाइलाई रिजन के जस्तो लाग्छ खुलेर भन्नुपर्दा धेरै शङ्का गरेर अनि नचाहिँदो बोलेर अब तपाईँसँग यसो अलिकति फोटो खिच्यो भने पनि यो तेरो योसँग लागेको भनिदिइहाल्ने अनि उसलाई रिसिहाल्ने अनि होइन भने उसले बुझाउँदा पनि नबुझ्ने क्या हो त योसँग सुतेको यस्तो यस्तो भनिदिने त्यो सुन्दा भए एउटा आफ्नो दिदीलाई म सहन सक्दिनँ होइन मेरो दिदीबहिनीलाई कसैले त्यो शब्दहरू प्रयोग गर्छ भने म सहन सक्दिनँ त्यो बेला एउटा भाइको मनमा के बित्यो मलाई त धेरै बितेको छ नि यसको बिहे नहोस् भन्थेँ मैले पनि घरमा बाबालाई पनि भन्थेँ क्या मामु त्यहाँ उहाँ हुनुहुँदैछ माग्न त्यो बेची नगरिदिनु अब तपाईँकै हातमा छ आफ्नो खुट्टामा बन्चर नहान्नु यत्रो थाहा भयो भनेको थियो नि यसले जिद्दी गरेर बिहे गरेको हुन्छ कि त्यो जिद्दीको कुरामा चाहिँ एउटा स्टाटस अथवा एउटा कतै इन्टरभ्यूमा तपाईँले भन्नुभएको रहेछ त्यो ठ्याक्कै म पढेरै भन्छु ल प्रस्तुतिहरूको लामै पनि रहेछ त्यो सँग बिहे गर्नु आफ्नै बुवा आमालाई रुवाएँ कोहीसँग बिहे गर्न आफ्नै आमा बुवालाई रुवाएँ मम्मीलाई सँग बिहे नगरी बाँच्न सक्दिनँ भन्दै पनि रुवाएँ जबरजस्ती गर्नु पनि भएको रहेछ होइन त्यो मेरो ठुलो गल्ती जस्तो लाग्छ बुवा आमालाई जसले रुवाउँछ त्यो रुनै पर्छ आमा बुवाले आफ्नो छोरीको लागि छोराछोरीको लागि कहिले पनि नराम्रो भन्नु हुँदैन बुवा आमा भगवान् हुन् बल्ल चेतायो जबरजस्ती बिहे गर्नुभयो मम्मीहरूले चाहिँ जबरजस्ती नै गरिदिनु भएको तर म चाहिँ अब खुसीले नै गराएको थिएँ त्यो बेला होइन मैले चाहिँ अब सपना धेरै देखेको थिएँ अब सबै कुरा ठिक हुन्छ भन्ने कुराहरू देखेको थिएँ तर कुनै कुराहरूले चाहिँ अब जस्तै भाइ मसँग बसेको भएर भाइलाई चाहिँ धेरै मेरो बारेमा थाहा छ होइन अनि भाइको मैले च्याट चेक गर्दाखेरि एकपल्ट चाहिँ यस्तो दुःख लाग्छ त्यो च्याट देखेर होइन उसले प्लिज मेरो दिदीसँग 1-2 दिन भए पनि राम्ररी कुरा गरिदिनुहोस् किनभने उसको स्थिति एकदमै गाह्रो भइसकेको छ नाटकै गरेर भए पनि बोलिदिनुहोस् भनेर उसले चाहिँ भिखमा आएको छ क्या त्यो कुराले चाहिँ मलाई एकदम ओहो मैले कस्तो बनाइछु त मेरो परिवारलाई होइन आफू त गिडिडाए उनीहरूलाई पनि त्यस्तै बनाइदिएछु भन्ने खालको कुराहरूले चाहिँ मलाई स्टिल पनि पोलिरहेको हुन्छ अहिले पनि मेरो भाइको मेसेजमा छ होला क्या त्यो उसले चाहिँ बेक गरेको कुराहरू चाहिँ म चाहिँ अति पागल क्या त्यही मेरै गल्ती हो क्या त्यही भएर साँच्चै होला सम्बन्ध किन टुट्छ